यो पैसा भन्ने कुरा देखे पनि म त छक्कै पर्छु हो होइन। हातमा पैसा छ नि, खोइ त परिवार साथमा छैन। परिवार साथमा हुन्छ नि घरभरि, हातमा पैसा हुँदैन। छोरोले बाहिरबाट बिचारा कमाएर त पठाए नि, हातमा पैसा त आइपुगे नि, तर के गर्नु, साथमा छोरो छैन। अनि यही कागजकै टुक्राको लागि कहिले परिवार एकै ठाउँ बसेर आनन्दित जीवन पनि बिताउन नपाउने, कोही कता कोही कता, छोरा कता, बुहारी कता, श्रीमती कता, आफू कता। यही कागजकै टुक्राको लागि सबै परिवार यता र उता भइरहेछ। कहिले सँगै बसेर राम्रोसँगले खानु पनि पाउँदैन, बात पनि मार्न पाउँदैन। अनि यही कागजकै टुक्राको लागि म पनि कुदेरै 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 यतिको उमेर भइसके। अब छोरो जन्मियो, छोरो पनि यसकै पछाडि कुदेकै छ। दुःख भोक्ता गरेर जे जसो भए पनि, सानो ठुलो जे जसो भए पनि घर बनायो। तर के गर्नु, यो कागजको टुक्राले गर्दाखेरि कहिले त्यो घरमा परिवार एकैसाथ बस्नु पाउँछ? पाउँदैन। यो हुन्छ त परिवार हुँदैन, परिवार हुन्छ त यो हुँदैन। के जिनिस हो भन, यो त म त छक्कै पर्छु हो भन। तैपनि खोइ त कहिले पुग्दैन त। अब धनको सुख पायो भनेर रमाउँ भने पनि के गर्नु, परिवारको सुख छैन। परिवारलाई सबैलाई एकै ठाउँ बसौँ भने यो कागजको टुक्रा छैन। अन्तिममा सबैजना घरमा भेला हुँदाखेरि, जम्मा हुँदाखेरि त्यसका बाजेको आफ्नो सुली चेप्ने समय भइसकेको हुन्छ। अचम्म छ हो यो पैसा भन्ने कुरा पनि बडा अचम्मको छ। यसैको निम्ति सबैको हेर्नु त परिवारहरू कहाँ सँगै बस्नु पाएको छ त। कोही कता छ, कोही कता छ, कोही कता छ। हेर्दाखेरि सानो कागजको टुक्रा छ कि, तर यो कागजको टुक्राले गर्दाखेरि अहिलेसम्म कसैको परिवार एकसाथमा बसेर कहिले पनि जीवन बिताउनु पाएको छैन। बात त सही है। के जिनिस हो, अझै